नमस्ते सम्पूर्ण साथीभाइहरूमा। मेरो आज एकजना साथीले मलाई भन्नुभयो कि यदि फेसबुक अथवा कुनै एकाउन्टबाट अथवा कुनै फोनको माध्यमले यदि कसैले गाली गलौज धाक धम्की दियो भने त्यसको न्याय माग्न कहाँ जाने भन्ने हुन्छ। अहिले साइबर क्राइम एकदमै हाम्रो समाजमा बढेको छ। फेक एकाउन्ट बनाउने, फेक एकाउन्टबाट रिक्वेस्ट पठाउने, फेसबुक रिक्वेस्ट पठाउने लगायतका कामहरू गर्छ। त्यस्तै टिकटकहरूमा पनि फेक एकाउन्ट बनाएर कुरा गर्ने, फसाउने लगायतका ठगीहरूको कामहरू हुने गरेको देखिन्छ। यसको लागि हामी कहाँ जाने, कुन निकाय धाउने, कानुनी प्रक्रिया के हुने, कानुनी प्रक्रियाबाट कसरी हामी जाने, कसरी हामीले न्याय माग्ने, हामीले यसबाट के कसरी बच्ने लगायतका समस्याहरू हाम्रो समाजमा सिर्जना भएको देखिन्छ। त्यसको लागि तपाईँले के गर्नुपर्छ? सिम्पल, के गर्नु पर्दैन। तपाईँले गुगलमा जानु पर्यो, क्रोममा जानु पर्यो। त्यसमा गएर तपाईँले cyberbureau.nepalpolice.government.np मा गएर तपाईँ सर्च गर्नुहोस्। त्यसमा आवेदन फारम छ, त्यसमा तपाईँले फर्म भर्नुहोस्। अथवा त्यो भएन भने तपाईँले त्यहाँबाट फर्म डाउनलोड गरेर तपाईँले लेखेर सम्बन्धित जिल्ला प्रहरी निकायहरूमा पनि यो निवेदन जम्मा गर्न सक्नुहुन्छ। त्यसमार्फतले तपाईँलाई न्याय माग्न सजिलो हुन्छ र जुन व्यक्तिबाट फेसबुकबाट, टिकटकबाट, त्यसपछि व्हाट्सएपबाट लगायतका जति इन्टरनेट साइबर सम्बन्धी छ त्यो सबैमा तपाईँलाई यदि ठगिएको छ अथवा तपाईँलाई परेशान गरेको छ, ह्यारेसमेन्ट गरेको छ, त्यसको लागि तपाईँले के गर्नुपर्छ भने त्यसको आधारमा त्यहाँ गएर निकायमा तपाईँले माग्नुपर्ने हुन्छ। सिम्पल छ। यसमा तपाईँले आफ्नो सम्पूर्ण कागजात लिएर तपाईँले यसमा भर्नुपर्ने हुन्छ र तपाईँले न्याय प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद।